जब म नेपालबाट पन्जाब आएँ पहिलो पटक मैले त्यो दृश्य देखेँ। मैले सोचेको थिइनँ जुन घरले मलाई बास दिनेछ त्यही घरसँग म यस्तो गर्छु। हाम्रो पन्जाबी साउनी हेर्दामा पनि धेरै च्वाक अनि अगाडि पछाडिबाट टनाटन। मैले त्यो पन्जाबी साउनीलाई सुरु दिनदेखि नै निहाल्न थालेँ। मेरो मनमा जे कुराहरू चल्दै थियो उहाँको मनमा पनि त्यही कुरा चलेको रहेछ। एक दिन साउ घरमा नभएको बेलामा मौका पारेर मैले उसको कोठामा गएँ। त्यो साउनीलाई बजाउनुसम्म बजाएँ, अगाडिबाट पछाडिबाट। त्यति मजा त मादल घन्काउँदा पनि आउँदैन। मैले त्यो दिन भरपुर मजा लिएँ। त्यसपछि मलाई अलिअलि डर लागे पनि साउनीले भने मलाई जन उत्साह दिन्थ्यो, जन हिम्मत दिन्थ्यो। त्यस्तै गरी साउ नभएको बेलामा बारम्बार हाम्रो बिच गफागफ भयो। हेलो साथीहरू, आउनुहोस् आज फेरि नयाँ कथामा तपाईँलाई स्वागत गर्दछु। धेरै पछि एउटा राम्रो कथा लिएर आएको छौँ। यो कथा हामीलाई पन्जाबमा बस्ने साथीले पठाउनु भएको छ। उहाँले आफ्नो जिन्दगीमा भोगेको घटनालाई कथाको रूपमा पठाउनु भएको छ। यो कथा तपाईँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र यसभन्दा पहिलाको भिडियोहरूमा पनि धेरै माया देखाउनु भएको छ। त्यसैले यो भिडियोलाई पनि माया गर्दै एउटा लाइक गरिदिनु होला र कमेन्ट पनि लेखिदिनु होला तपाईँको मनमा के कस्तो लाग्यो। ढिला नगरी आउनुहोस् लागौँ आजको भिडियोतर्फ। हाम्रो कथाहरू अडियो कथा भए तापनि कथामा जोस जागर राम्रो दिन्छ। र यदि तपाईँ केटा हुनुहुन्छ भने कथा आदिमै टोइलेटतिर नजानु होला। कथालाई पुरै सुन्नु अनि त्यसपछि तपाईँलाई टोइलेटमा जानु मन लाग्छ कि ओछ्यानमै हल्लाउनु मन लाग्छ, आफ्नै काम गर्नु। तर पहिला कथालाई ध्यान दिएर सुन्नु होला। यो कथा झन् धेरै जोसिलो छ, त्यही भएर अन्तिमसम्म सुनेर साथ दिनु होला। यो कथाको पात्र जब नेपालबाट पन्जाब जान्छ त्यहाँबाट कथा सुरु हुन्छ। म जब पन्जाब आएँ मलाई थाहा थिएन म कुन काम गर्नु, कता जानु, कुनै फ्याक्ट्रीमा गर्नु कि कुनै घरमा काम गर्नु भनेर थाहा थिएन। मेरो कुनै कन्ट्याक्ट पनि थिएन। जसोतसो म काम खोज्दै जाँदा एउटा मालिकको घरमा काम भेटाएँ। त्यो मालिक हेर्दा त मुच्छड जस्तै पुरा ठुल्ठुलो दारी जुङ्गा राखेको, तर यसो हेर्दा त उमेर 40-45 को लागेको थियो। मलाई भनौँ छोटे किधर से आया। मैले आफ्नो परिचय दिएँ। मलाई घर लग्यो। मलाई आफ्नो घर देखाउँदै मलाई भन्यो तुम्हारा काम कुछ भी नहीं है, सिर्फ घर का थोड़ा बहुत इधर उधर काम कर लेना और कभी कभी खाना बना देना, और तुम्हारा मालकिन उतने अच्छे से घर का ख्याल नहीं रख सकता है, इसीलिए तुम थोड़ा थोड़ा घर का ख्याल भी रख देना। मतलब मोटामोटीमा मलाई खासै ठुलो काम दिएन। कहिलेकाहीँ खानाहरू बनाइदिन्थे र कहिलेकाहीँ घर आँगनको यताउति काम गरिदिन्थे र खेतबारीको काम गर्ने भने अरू कोही नै थियो। मालिक घरबाट बाहिर प्राय बस्नुहुन्थ्यो अनि घरमा चाहिँ बच्चा बुच्ची पनि थिएन। मालकिनको हाम्रो मालिकको छोराछोरीहरू पनि बाहिर बस्थे। पैसा टनाटन थियो। जिन्दगी त उनीहरूको आरामदायक थियो होला। हेर्दाखेरि मलाई त्यस्तै लाग्दा पनि भित्र भने म पछि थाहा पाएँ मालकिनको एक्लोपन मैले पछि बुझ्दै गएँ। मालकिनलाई पहिलो नजरमा हेर्दा मलाई अनौठो फिल भयो। मैले पछाडिबाट निहाल्दै कमरभन्दा तल हेर्न थालेँ। पुरा भुक्क फुलेको लाग्दै थियो कि अहिले नै समातेर मादल झै घन्काइदिउँ कि। तर मैले समयको पर्खाइमा बसेँ। यस्तो कुराहरू मैले गर्न खोजेँ, तर म आफ्नो कमाउन आएको कारणले धेरै अगाडि नबढेर चुपचाप आफ्नो काम गरौँ भन्ने जस्तो लाग्यो। एक दिन म रातिको लगभग 11 बजेतिर निन्द्रा नलागेर एकछिन बाहिर कोठामा बस्न खोजेँ। त्यहाँबाट सिधै हाम्रो मालिकको कोठा नजिकै थियो। झ्याल अलिक खुल्लै थियो। मालिक र मालकिन दुवैजना कोठामा छिरेर गफागफ गर्दै थियो होला। बेड पुरा कचाकच आवाज आउँदै थियो। म अलिक नजिक गएर कान लगाएर सुनेको त गफागफ पो चलिरहेछ त। हाम्रो मालिक भने मान्छे खतरा नै थियो। जिउ ज्यानले हट्टाकट्टा
र मालकिनको उमेर पनि सायद 35-37 वर्ष थियो होला। तर हेर्दा त भर्खरकै लाग्दै थियो 20-22 को। अनि म भने म आफ्नो उमेर तपाईँहरूलाई भनेको छुइनँ, म पनि मात्र 23 वर्षको थिएँ। यो कुराले गर्दा मैले त्यो दिन देखेँ र म राति सिधै टोयलेटमा गएँ र त्यही सम्झिँदै त्यही आवाजलाई याद गर्दै आफ्नो माल झार्दिएँ। जब मैले कोठामा गएँ यी कुराहरू दिमागमा चल्न थाल्यो र मालकिनको त्यो अगाडि पछाडि टनाटन देखेर म अब आफूलाई रोक्न सकिनँ। दिनभरि काम गरेर थाक्दा पनि राति भने त्यही कुराले मात्रै छसङ्ग हुन्थे। अब मालिक सधैँ घरमा बस्ने मान्छे होइन, कहिले बाहिर जान्छ भनेर म पर्खाइमा थिएँ। तर म मालकिनसँग यो कुरा कसरी राख्नु, म आफै भित्रभित्रै यो मनलाई खेलाइरहेको थिएँ। मन सँगसँगै आफ्नो सामानलाई पनि खेलाउँदै थिएँ। एक दिन म त्यसरी नै ढोका खुल्दै राखेर नुहाउन छिरेको थिएँ र पुरै साबुन लगाएर माललाई हलाउन थालेँ। मालकिन भने त्यही ढोकाबाट नजिकैबाट भएर जाँदाखेरि मलाई हेऱ्यो। तुम क्या कर रही हो, ये दरवाजा बंद करके नहीं कर सकते थे? मलाई यसरी भन्यो। म त एकछिन झस्सङ्ग भएँ, गाली गर्नुहुन्छ कि भनेर। तर यति भनेर उहाँ आफ्नो काममा लाग्नुभयो। घरमा कोही थिएन, मालिक पनि बाहिर थियो। म नुहाएर बाहिर निस्कदा भन्यो, पन्जाबी भाषामै भन्यो, तिम्रो काम अरू काम हो, तिमी यो काम अहिले यो फुर्सदको टाइम हो, तिमी टोयलेटमा गएर यस्तै काम गर्छौ, नुहाइधुवाइ गरेर छिटो यो काम गर्नु पर्दैन। मलाई यसरी भन्नुभयो। म त एकछिन डराएँ, तर फेरि मलाई हौसला दिँदै भन्यो, म बुझ्छु तिम्रो यो उमेर तिमी एक्लोपनलाई गाह्रो हुन्छ होला। म पनि तिम्रो मालिक अहिले घरमा छ भनेर अलिअलि मलाई ठिक छ। जब तिम्रो मालिक महिनौको लागि बाहिर गइसकेपछि मलाई तनाव हुन्छ। यो उमेरलाई म मजाले बुझ्छु। झन् म यो उमेरमा मेरो उमेरमा आएर पनि म यस्तो चाहन्छु भने तिमी त भर्खरको हौ। ठिकै छ, तिम्रो लागि पनि म कोही न कोही व्यवस्था गरिदिन्छु, टेन्सन नलेऊ, काम मजाले गर। तिम्रो अहिलेसम्मको काम म हेर्दा राम्रो लाग्यो। मलाई त्यसरी हौसला दिँदै उहाँ जानुभयो। मैले भने, लड्की हँसी त फसी भन्ने झै दिमागमा चल्न थाल्यो। यस्तो कुराहरू सुनेर म त झन् हौसला पाएँ। अब अझै कुराहरू थपेर गर्नको लागि हिम्मत पाएँ। नभन्दै केही दिनपछि हाम्रो मालिकको अस्ट्रेलियाको लागि कुरो भयो। फेरि अस्ट्रेलिया जाने कुरो भइसकेपछि 1 महिनाको लागि घरमा एक्लो भए म र मालकिन। अब यही बिचमा मौका उठाउनु पर्यो भनेर म तयारी गर्न थालेँ। हेर्दा हेर्दै हाम्रो मालिक पनि अस्ट्रेलिया जानुभयो। अब घरमा कोही छैन। खेतबारीमा काम गर्ने नोकर चाकरहरू पनि कहिलेकाहीँ आउँथ्यो र कहिलेकाहीँ खेतबारीतिरै बस्थ्यो। मालकिनको ती कुराहरूलाई सम्झेर हिम्मत जुटाएर मैले आफ्नो कुरा राखेँ। मालिक घरमा नभएको मौका उठाएर मालकिनको कोठामा गए। उहाँले नर्मल कपडा लगाउनु भएको थियो। त्यो मैले बिस्तारै बिस्तारै फुकाल्दै उहाँले मलाई पनि मजा दिनुभयो। मालिक झै मलाई आफ्नै बेडमा सुताएर मैले गर्न नसकेको काम उहाँले गरिदिनु भयो। मैले उहाँलाई घोप्टाएर उल्टाएर पल्टाएर अगाडिबाट पछाडिबाट घपाघप गरेँ। उहाँ चिच्याउँदै बहुत मजा आए भन्दै मलाई रमाइलो गराउनु भयो। मैले पनि आफ्नो तर्फबाट सकेसम्म धेरै नै मजा दिएँ। उहाँलाई सबै कुरा दिइसकेपछि उहाँ खुसी भएर मलाई भन्यो, तुम्हारे मालिक नहीं आने पर मैं तुम्हारे से काम लूँगा, कभी भी ना नहीं करना। मतलब मालिक नभएको बेलामा मैसँग काम बजाउने भए बडी। अब त मेरो जिन्दगीमा खुसी नै खुसी जस्तै लाग्यो। पैसा पनि आउन थाल्यो र मोज पनि। मालकिनसँग जुन मालकिनले मलाई पैसा दिँदै थियो। सामान जस्तो सुकै सेकेन्ड ह्यान्ड हुँदा पनि मजा चाहिँ उत्तिकै आउँदो रहेछ। तर पछि मलाई यी कुराहरू सम्झेर पनि डर लाग्न थाल्यो कि पछि कतै म फस्ने छु कि भनेर। तर जब मालकिनले मलाई हौसला दिन्छ मलाई झन् उत्साह र खुसी लाग्छ। र मालिकले पनि कहिले थाहा पाउँदैन, किनभने मालकिन नै
यो कुराहरू लागिसकेपछि त मालिकले कुरा थाहा पाउने भएन। हाम्रो जिन्दगी चलिरहेको थियो, कहिले राति कहिले बिहान घपाघप। जिन्दगी राम्रै थियो र अहिले पनि राम्रै छ। हस् त साथीहरू, उहाँले यति नै कथा लेख्नु भएको थियो। यदि थप तपाईँलाई पार्ट 2 चाहियो भने हामी चाँडै नै उहाँसँग सम्पर्क गरेर पार्ट 2 पनि ल्याउनेछौँ र तपाईँलाई यसरी नै मजा दिनेछौँ। तपाईँलाई कतिको मजा आयो कृपया कमेन्ट गरिदिनु होला। धन्यवाद।